गाना त छैन छोरी सेउ खान्छौ छोरी जाऊ लगेर बाहिर हालिदियो त्यो टमाटर भस्ने 4 मिठो हुन्छ त्यो कुखुराको मासु लोकल कुखुरा लोकल कालिस भन्ने लोकल कुखुराको मासु राम राम चाहिँ के पऱ्यो त्यो कात पनि हालेर हुन्छ नि त सबै हाल यो झोल बनाउने हो कि नबनाउने भान्जो भान्जो के छ गुड गरौँ न निम्ता नगरे भनेर घर भागिदिनु लाग्यो त अनि धन्न मगाएर बस्यो खासै आउँदैन फेरि मलाई राम्रो कैची छ र यहाँ लाग्ने कैची हुनु पर्यो अलि पकाउने एकछिन त्यो पकाउँदैछु म ठ्याक्क पकाएपछि बनाउँला कहाँतिर होला त्यो छैन होला त्यो त नानी कहाँ जाने है छैन होला त्यो भाइ खुर्सानी छैनन् खुर्सानी छैनन् यो त तल न झाङ फाल्ले फलफल कस्तो भयो जल्यो कि हेरौँ वाउ कडा पाकिराखेँ यहाँ एकछिन अझै पाकोस् नि मजाले पाकोस् यो त बल्ल मिठो हुन्छ नि ओइ कहाँ टोक्छ भने मैले त्यसै सोझो छ हाम्रो माइल त लास्टै कहिले होइन माइलो माइलो यता हेर खाइरह है ओइ मिलाउँछ अहिले किन माइला यसलाई खानला खाइल छोड्यो माइलो डन हाम्रो माइलो डन थाहा थियो खुच्ची किन नआएर पोत्न लाग्छ आज नानीले के भयो यस्तो उर्मा धौल किन उर्मा धौल गर्न लागिछ यस्तो कहाँतिर जाने कखो घर हो
भाइ बुवाले काट्नुहुन्छ त कपाल त हो क्या दिए त हाम्रा काट्नुहुन्थ्यो क्या ठुलै छ नि बेला भाइले काट्छ ल हेर्दै लाग्दै लागेन भागे मात्रै ढोकिएन ढोकिनै ढोकिएन ढोकिनै ढोकिएन जस्तो लाग्यो मलाई त नजलाउन एकछिन पाक्न देऊ रातो झोल हुन्थ्यौ न अलिक खुर्सानी 2-3 हाल न हो त्यति हाल त्यसलाई पिरो खाने चाख त देऊ चाखौँ थोरै पिरो रजाउने अहिले फेरि खान नसकिने होला नि त्यति त हाल गुलियो त किन हो मिट मसाला पनि पिस्छ भाइले मिट मसाला कहाँ पिस्छन् पनि नि यति खाना पाएको भए राम्रो हुन्छ मासुले आइज छोरी कलेज त कता पो गयो अब कता पो गयो अब कलेज त सबै हालेको थियो सँगै त्यस्तै भएको के हेलो हेलो कता जानु नि आफू भाइ कहाँ कहाँ गाउँ काट्नु ओ छोरी यति मोटाइ छ फेरि छोरी मोटाइ छ चल्ला जत्री भएर ऊ त्यहाँ पोत्ने खुट्टै जा पोत्न जा फुपूसँग पोत्न जा हालिहाल्यौ हालिहाल्यौ अब भयो क्या कस्तो अर्कै बास्ना आयो त झोलको त ल्याउँथ्यो त्यो ल्याउँथ्यो एकचोटि मसला धेरै भयो क्या जब 22, 23, 24, 25, 26, 26 त्यसैले मेरो पाली पहिला खेलिसक्यो यो छोटो भयो डोरी भएन भएन छोटो भयो क्या डोरी यो हाय ठुलो डोरी भएछ त अझै छिटो खेल्छु म त त्यो डुले भएन क्या चप्पल खोलेर खेल न
43 बाट 53 भन्छ नि फेरि इन्तिहास चाहिँ के होइन क्या मेरो अलि ठुलो रसी ल्याऊ म 500 खेल्छु ल्याऊ म 500 त खेल्छु ठुलो रसी भाइ त उता पारि जान्छस् क्या खेल्दा खेल्दै उता पारि जान्छस् क्या एक लाख लिख लो 10 का क्या 10 का 10 मात्र अगाडि उठेर एक कुटे सुन्नु के पनि